बहिनीहरु नेपालभरिबाट संसारभरिबाट सबैले हेर्नुहोस् आज महावीर पुन चाहिँ यो खैरेनी नगरपालिकाको खैरेनी माध्यमिक विद्यालय अगाडि आएको छु र हेर्नुहोस् यो माध्यमिक विद्यालय अगाडिको यो अगाडि देखिने सम्पूर्ण यो घरहरु यो खैरेनी माध्यमिक विद्यालय हो। यहाँ चाहिँ स्कुलको फुटबल ग्राउन्ड छ र मैले यो माध्यमिक विद्यालयमा 2025 सालको चैत्र महिनामा पहिलोपल्ट यहाँ माध्यमिक विद्यालयमा आएर भर्ना भएको हो। 2025 साल चैत्र महिनामा र यही खैरेनी माध्यमिक विद्यालयबाट मैले 2027 सालमा चाहिँ एसएलसी दिएर पास गरेको हो। दाजुभाइ दिदीबहिनीहरु खैरेनी माध्यमिक विद्यालय स्थापित 2014 साल यो स्थापित भएको स्कुलमा म चाहिँ मैले भने अघि नै भनिसकेको पनि छु कि 2025 साल चैत्र महिनामा आएर यो स्कुलमा भर्ना भएको हो। यो खैरेनी माध्यमिक विद्यालयमा मैले चाहिँ यहाँबाट 2027 सालमा एसएलसी दिएको हो। यही हामीसँग एसएलसी दिएको साथी पनि यहाँ ठ्याक्क चाहिँ आउनु भएको छ, हाम्रो महेश्वर चौधरी साथी हैन। र आज चाहिँ भेटघाट भयो। भेटघाट त अस्ति पहिलो पनि हुन्थ्यो र यो विद्यालयमा मैले चाहिँ एसएलसी दिएर काठमाडौँमा गएर चाहिँ आइएससी पास गरेर अनि मैले चितवनको विभिन्न स्कुलहरूमा पढाएको थिएँ र पढाउँदा अन्तिममा यो चौथो स्कुल यो प्राय 2035-36 सालदेखि यो स्कुलमा 8 वर्ष पढाएको स्कुल। यही स्कुलमा पढेको पनि 8 वर्ष चाहिँ यहाँ पढाएको र यही पढाउँदै यहीँबाट चाहिँ म अमेरिका चाहिँ पढ्नु गएको हो। यो चाहिँ आफ्नो पुरानो स्कुल तपाईहरुलाई सबैलाई देखाउँ भनेर चाहिँ यहाँ आज चाहिँ म यो भिडियो खिच्न मात्रै यहाँ चाहिँ आएको हो। ल अरु साथीभाइहरु हाम्रो यो उतिवालाको अर्को एकजना सर हुनुहुन्छ बेसी सर विष्णु सरोजा सर, उहाँ पनि उतिवालाकै मान्छे हो। र अरु सरहरु खै यता आउनु न नगाई सर सर हाम्रो घनश्याम सर भित्र गएको छ होला त्यो घनश्याम सर सबै ल हजुर जानु त्यसरी चाहिँ उति बेलाको सरहरुमा अशोक रैला सर पनि हो, उति बेलाको विद्यार्थी पनि हो। मैले पढाउँदै फेरि सर पनि भयो अनि त विद्यार्थी ल आउन ल यति भन्दै भित्र जाऊ। यो भवानीशंकर कलेज यो खैरेनी माध्यमिक विद्यालय भित्र नै छ यो। र यो अगाडि देखिने यो कलेज देखिने र यो धानखेतहरु यो सबै उति बेला सबै चाहिँ जग्गा थियो। यहाँ चाहिँ ठुलो बगैँचा थियो र यो बगैँचामा चाहिँ विभिन्न फलफुलको बगैँचा थियो। यसमा चाहिँ हामीले अदुवा बेसारहरु रोपेका थियौं र यो स्कुलको बारेमा सबै कुराहरु मैले मेरो आत्मकथामा पनि लेखेको छु। यो स्कुलमा कसरी पढाउँथे के गर्थे भन्ने कुरा अझै जान्न बुझ्न चाहनेहरुले चाहिँ मेरो आत्मकथाको किताब पनि पढ्नु होला। ल खैरेनी माध्यमिक विद्यालय यो कम्पाउन्ड हेर्नुहोस्, यो नयाँ चाहिँ भवनहरु बनेको यो पर्खालहरु भयो। यतापट्टिको चाहिँ यहाँ चाहिँ विद्यालय भवन, यो फुटबल ग्राउन्ड चाहिँ पहिला पनि थियो अहिले पनि रहेछ। ल हेर्नु ल उतै बेलाको हाम्रो एकदम दादा चाहिँ हाम्रो कृष्ण भाइ चाहिँ छ, अहिलेसम्म पनि छिटै छ। ल हेर्नुहोस् नमस्कार। ल हाम्रो घनश्याम सर पनि उति बेलाको सँगैको साथी हो, हेडमास्टर भएर पनि यहाँबाट रिटायर भइसक्यो। र अब यहाँ चाहिँ अहिले यो जो गेट देख्नुभयो, यहाँ बिल्डिङहरु देख्नुहुन्छ, यो घरहरु देख्नुहुन्छ। उति बेला यो कोही पनि थिएन, यो गेट पनि थिएन। उति बेला चाहिँ त्यहाँ अर्को एउटा पुरानो स्कुल थियो र यो अहिलेको जति पनि स्कुलको संरचनाहरु छन् यो चाहिँ अहिले बनेको हो। एकदम पहिलाको भन्दा कता विकास भएको छ।
अब साथीभाइहरूसँग पुरानो साथीभाइहरूसँग चाहिँ आज यसो स्कुल घुम्न आएको हो। अब त्यति बेला म चाहिँ जुन संरचना थियो अहिले कोही पनि छैन, सबै नयाँ छ। पुरानो बिल्डिङहरू, पुरानो घरहरू सबै चाहिँ भत्काएर अहिले नयाँ एकदम राम्रो राम्रो बिल्डिङहरू बनाएको रहेछन्। ल यो आफ्नो पढाइको स्कुल खैरानी माध्यमिक विद्यालय। नमस्कार नमस्कार। भूपू विद्यार्थीहरू पनि आयो। भूपू विद्यार्थीहरूसँग पनि भेटघाट हुँदैछ। ल सम्पूर्णलाई भूपू विद्यार्थीहरू ल यही हो कुरो। नमस्कार नमस्कार। साथीहरूले कता कताबाट थाहा पाएर 52 सालको ब्याज म अमेरिका गएर पनि फर्किसकेपछिको ब्याजहरू पनि यहाँ। यो कुनै पनि बिल्डिङहरू थिएन र यो विद्यालयमा अब यस्तो किसिमको पहिलाको जमानाको भन्दा एकदमै राम्रो छ। ल आज तपाईँहरूलाई मेरो पुरानो स्कुल देखाउने मौका मिल्यो। धन्यवाद।